गुड मर्निङ, शुभ प्रभात। ल दाइ भन्नु त आज हामी अब कहाँ आइपुग्यौँ? हामी अहिले अस्ट्रेलियन क्याम्प त्यो तपाईँको त्यहाँ देख्न सक्नुहुन्छ। अस्ट्रेलियन क्याम्प त्यहाँ छ है। अनि एकछिनमा हुसुम एकछिनमा क्लियर हुने है। कस्तो रमाइलो पानी पनि परिरहेछ अलिअलि। पानी पनि परिरहेछ। हाम्रो यो कति एल्टिट्युड अहिले हामी 2000 को हाराहारीमा छ हामी। अनि हामीले चाहिँ यहाँनिर कफी खायौँ टक्क। अब हामी यहाँबाट उकालो लाग्छौँ। आइपुग्यो। पानी परिरहेछ अलिअलि, गाडाङ गुडुङ पनि थोरै थोरै गरिरहेछ। यस्तो हावा चाहिँ चल्या छैन। पोथाना पोथाना ए ल पोथाना भनेको यही ठाउँ रहेछ। नाइस रहेछ ठाउँ। ल पोथानाबाट 10 मिनट, ल 10 मिनट पनि पर्दैन, 5 मिनट हिँडेपछि यस्तो ठाउँ आउँदो रहेछ एउटा। यताबाट चाहिँ हाम्रो लान्द्रुकबाट आउने बाटो पनि जोडिँदो रहेछ। यता पोथाना भनेर 15 मिनट भनेर भन्नु चाहिँ, तर 15 मिनट भन्नु लाग्दैन। अब हामी कहाँ जान्छौँ? पितम देउराली। हाम्रो 30 मिनट भनेर यहाँबाट नेक्स्ट स्टप है त हाम्रो पितम देउराली। यो चाहिँ पितम देउराली अहिले तल पनि सुरु हुँदो रहेछ, अर्को माथि पनि रहेछ एउटा। दुईवटा लोवर र अप्पर पितम देउराली भनिदिउँ न। यताबाट चाहिँ हामी मार्दी फरेस्ट क्याम्प जान्छौँ। यताबाट चाहिँ लान्द्रुक फरेस्ट देउरालीबाट चाहिँ हामी 5 मिनट हिँड्यो होला। 5 मिनटमा फेरि अर्को पितम देउराली नै भनेर 4 ठाउँ भइसक्यो होइन। अर्को एउटा रेस्टुरेन्ट लालीगुराँस गेस्ट हाउस भनेर धेरै रहेछ बिल्डिङहरू चाहिँ एकदम फुल्ली कमर्सियलाइज्ड। धेरैवटा चाहिँ नभएको तर ठाउँ धेरै ठाउँ। यहाँबाट चाहिँ हामी आएको ठाउँहरू चाहिँ यिनीहरू हो है। के भन्छ हाम्रो अस्ट्रेलियन बेस क्याम्पहरू हुँदै हुँदै हामी यो बाटोबाट आएको। एकदम नाइस भ्यू देखिएछ। माथि घाम लागिरहेछ दामी बब्बा। अनि यो होटल चाहिँ अहिले गएर हामी हेर्छौँ के रहेछ नाम। सुइरी डाँडा भन्दो रहेछ यसलाई, सुइरी डाँडा। ओए हो यो चाहिँ कस्तो छ भन्दा अलिकति यहाँ घारीले देखाउँदैन। यहाँबाट तल छर्लङ्गै तलको कहाँ हो तलको गाउँ देखिन्छ डाँडो पुरै। र यहाँको रुख चाहिँ पुरै डेन्जर पारामा, पुरै आर्टिस्टिक पारामा बस्दिरहेको छ यो रुख। सूर्य डाँडाबाट हामी 40 मिनट्समा यो ठाउँ आइपुग्यो। यो ठाउँ जान्थ्यो आज। अब यो ठाउँलाई के भन्छ? ए पानी खाल्टा। अब यसपछि कुन के ठाउँ आउँछ? ए ए अब खर्क आउने हो। कति समय लाग्छ यहाँबाट त्यो खर्क? हामी हिँड्यो भने 35 मिनट है। सर फरेस्ट क्याम्प भनेर खिचेको उता लान्द्रुकबाट मिक्स हुने सिधै फरेस्ट क्याम्पै जोडिन्छ क्या। ल फरेस्ट क्याम्पै आइदिरहेको क्या हो यो त। हामी त 20-25 मिनटमा फरेस्ट क्याम्प आयौँ त यार, त्यो मुसलबारीबाट त। यो चाहिँ हाम्रो फरेस्ट क्याम्पबाट चाहिँ यो साइड भनेको चाहिँ हाम्रो पोखरा भ्याली साइड हो है देखिने। सो एउटा सिनेरी यो साइड हो। अर्को
पुरै यहाँ गुराँस है यसरी हेर्दा ओ गुड मर्निङ गुड मर्निङ एभ्रिवान। गुड मर्निङ हेलो हेलो हामी आज फरेस्ट क्याम्पबाट हाम्रो डे 2 आज चाहिँ सुरु भयो। सो फरेस्ट क्याम्पबाट हामी अलिक ढिलै हिँड्यौँ। आज हामी हाई क्याम्पसम्म मात्रै पुग्ने प्लान छ किनभने धेरै छिटा गरेर पनि माथि गएर भ्यू नदेखिने भएपछि हामी हाई क्याम्पै बस्नुपर्ने भयो। सो हामी चाहिँ आज 8:20 बजे यहाँबाट निस्किरहेको छौँ। यस्तो इन्भाइरोमेन्ट छ सन्नी पुरै नाइस। अब हामी यहाँबाट लो क्याम्प पुग्छौँ अनि बादल डाँडामा खाना खान्छौँ अनि हाई क्याम्प गएर बस्छौँ। एकदम सर्ट 2-3 घन्टामै पुग्ने ट्रेक आज दिनभरि हाम्रो त्यति हो है। माछापुच्छ्रे नेक्स्टदेखि हाइट यो चाहिँ माछापुच्छ्रे हिमाल। हामी फाइनल्ली लो क्याम्प आइपुग्यौँ। आई थिङ्क 9:48मा आइपुग्यौँ हामी। 8:15मा हिँडेको 9:48 है। फरेस्ट क्याम्पबाट 8:15मा हिँडेर ल यो बादल डाँडाबाट देखेको अब यो उता चाहिँ घान्द्रुक हो है। यो चाहिँ यहाँ घान्द्रुक हामीले देखाउँदै आइरहेको छौँ। बाटैभरि परिरहेको छ यो चाहिँ घान्द्रुक हो। यो तल तल जाने बाटोहरू ल बादल त पुरै तल तल छ। अनि यहाँ चाहिँ यो फोहोर फाल्ने जतिको राम्रो चाहिँ यहाँ मैले केही पनि देखिनँ अरू होइन। एकदम राम्रो छ पुरै आर्टिस्टिक छ। आर्टिस्टिक फोहोर फाल्ने चाहिँ मेरो मार्दी हाई क्याम्प यसरी जान मिल्ने स्टेप पनि छ यस्तो पनि छ। यस्तो यस्तो चाहिँ तेर्सो तेर्सो हुन्छ क्या यो माथि चाहिँ। हिमालहरू अलिअलि देखिँदैछ यति नै हो। त्यो माथिको भ्यू पोइन्ट भ्यू पोइन्ट फाइनल्ली लास्टमा फर्किन खोज्दा चाहिँ यस्तो बवाल यो चाहिँ अन्नपूर्णावाला रेन्जहरू भयो है। अन्नपूर्ण रेन्ज यताको पनि अन्नपूर्ण साउथवाला भयो हिमचुली। यहाँ चाहिँ बादल आइरहेको तल होइन भाइ। ओहो हेलो नमस्ते। बाटो चाहिँ डेन्जर रहेछ। हामी हाई क्याम्प माथिको डाँडाबाट यो तल अलिकति कुहिरोले छेकेको छ। यो चाहिँ हाई क्याम्प हो होइन। अनि हामी यस्तो क्या ओह्रालो पनि यस्तो छ नि होइन। कहाँ हो देखिँदैन तल है। ओ माइ ठिक छ टेन्सन नलिन आइज न आरामले आइज। के छ कन्टेन्ट बनिरहेछ नि त होइन यस्तो बाटोमा। यो त छिटो हिँड्नै नसक्ने रहेछ नि त। ऊ छिटो कि सिधै हाई क्याम्प तल हेर्नु
सो यो भ्यू चाहिँ हामीलाई बवाल लाग्ने क्या बादल यस्तो मिठो बसिएको छ नि कहाँ कुना काप्चा त्यो जङ्गलको होइन लुटुपुटु हुँदै हुँदै ओ माई गुडनेस अनि त माथि यसरी हुस्सु जाँदैछ है हल्का पानी जस्तो छिटा मात्रै परिरहेछ एकदम नाइस क्या हिँड्नलाई चाहिँ यस्तो इनर्जी दिन्छ नि यसले कहाँसम्म हो क्या यो त कहाँ हो बादल डाँडा छ है क्या दामी ठाउँ डाँडैमा रहेछ क्या बादल ल यो बादल कुमाई डाँडा छ है यो डाँडा हो है ठ्याक्कै यो ठ्याक्कै यो डाँडा कुमाई डाँडा कुमाई डाँडा हामीलाई मनै छैन क्या भाइ यो नहेरिकन होइन ल हामीले घान्द्रुक देखिसक्यौँ आँखाले चाहिँ होइन उफ त्यो हो बादल पछाडि यस्तो छ नि यो त कहाँसम्म हो कहाँसम्म थाहा नै छैन त्यस्तो ल्याउनु सो हामी चाहिँ अहिले फर्किँदै हो हामी आएको बाटो चाहिँ यो भयो है उता कताबाट आएको भन्दाखेरि हामी काँडेबाट हिँडेर आएको बाटो यो चाहिँ सिदिङवाला बाटो यहाँ देखाएको छ है यो चाहिँ सिदिङवाला बाटो हामी झर्ने चाहिँ अब यो बाटो अनि हामी आएको चाहिँ यताबाट यता माथिबाट हो सो अनि यो चाहिँ अब हामी झर्छौँ सिदिङ सिधै 2.5 आवर्समा हामी अझै हाफ आवर्स हुन बाँकी छ है अलिकति यहाँ पुग्नुपर्ने ल यहाँ गाडीहरू राखिरहेको छ यो बाटो रहेछ गाडीको बाटो चाहिँ यो गाउँ रहेछ दामी गाउँ रहेछ उतापट्टि फेरि अर्को भ्याली देखिरहेछ अब यो चाहिँ पोखरा सुरु हुने भ्याली होला ओ यतापट्टि नि गाउँ रहेछ भाइ क्या नाइस गाउँ रहेछ चौतारी पनि दामी रहेछ ल हामीलाई त यो पनि मन पर्यो है भाइ राम्रो छ नि है पानी परेर सब क्लिन भएर चिटिक्क भएर बसिएको छ हामी चाहिँ सिदिङ भिलेज आइपुग्यौँ राम्रो गाउँ रहेछ सिदिङ भिलेज सिदिङ